द्वारा सञ्चालित संयुक्त जनवादी भैलो टिम ए यति बेला नयाँ गाउँमा आफ्नो प्रस्तुति दिइरहेको छ। हाम्रो भैलो टिम आज दीपावलीको दोस्रो दिन देउसोबाटै नयाँ गाउँका कुना कुनामा गएर नेपालवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको घर आँगनमा गएर देउसी भैलो खेलिरहेको छ। मूल पर्व अखिल भारत नेपाली एकता समाज पछि नेपालको बदलिदो परिस्थितिलाई लिएर हामी समस्त नेपालीहरू चिन्तित पनि छौं र मूल पर्व अखिल भारत नेपाली एकता समाजले सधैँ सरकारको ढोका घचघचाइरहेको हुन्छ कि प्रवासमा रहेका नेपालीहरूको भोटको सुनिश्चितता गरौं भन्ने नारा दिइरहेको हुन्छ। त्यस्तै जागरुक नाराहरू लिएर शुभ तिहारको अवसरमा 2082 सालको भैलो पनि हामी नेपालवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको घर आँगनमा गएर सन्देशमूलक तरिकाले पुराना संस्कृतिको जगेर्ना गर्दै अनुशासित र सभ्य शैलीमा मूल पर्व अखिल भारत नेपाली एकता समाजले सन्देशमूलक भैलो खेलिरहेको छ। हामीले दिन खोजेको सन्देशलाई तपाईहरूले पक्कै पनि मनन गर्नुहुनेछ र एउटा सभ्य नागरिकको उदाहरण हामी सबैले पेश गर्नेछौं भन्ने विश्वास पनि मूल पर्व अखिल भारत नेपाली एकता समाजले लिएको छ। यही विश्वास लिँदै मूल पर्वले तपाईहरू सबैलाई यो आह्वान पनि गर्दछ प्रदेशमा रहेर पनि नेपाली संस्कृतिको जगेर्ना गरौं सन्देशमूलक सन्देश लिएर नेपालवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको घर आँगनमा गएर प्रस्तुति दियौं भन्दै हामी प्रत्येकका वर्ष चाहिँ अहिले पनि आइसकेका छौं।
नेपालीहरूको मताधिकारको अधिकारलाई सुनिश्चित गर्नको लागि मूल प्रवाहको झण्डामुनि गोलबद्ध हुन समस्त भारतवासी प्रवासी नेपालीहरूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दीपावलीको अवसरमा सन्देशमूलक आह्वान पनि गर्न चाहन्छ। कलाकारहरूले दिन खोजेको सन्देश पनि यही नै हो। तपाईहरूले पक्कै पनि यसलाई मनन गर्नुहुनेछ भन्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विश्वास पनि लिएको छ।